फोटो भिडियोको लागि वान अफ द बेस्ट। वाउ, कहाँबाट हो त है हजुर? मैबाट ल्याउनु भएको कुकुरहरूलाई पनि? ए ग्रिन लेक। सो हे गाइज, गुड अर्निङ माई युट्युब च्यानल सुरुदाखेरि आई होप सबै सन्चै हुनुहुन्छ होला। टी चोक त हेर्नु भयो होला कस्तो छ भनेर। अहिले चाहिँ हामी रिटर्न घर हुँदैछौँ। फाइनल्ली वी आर डु इट गाइज। हामी चाहिँ 4900 कति मिटर हो, 91 मिटर माथि अहिले गयौँ हामीले। अनि हेर्नु न, स्नो आइरहेको छ, एकदम चिसो भइरहेछ। हात चाहिँ पुरा जाम भइसक्यो कि। अनि लुक एट दिस, पुरा स्नोमा। मेरो लाइफको फर्स्ट ड्रिम चाहिँ पुरा भयो स्नो हेर्ने, त्यो माथि चढेर यसरी के। नर्मल स्नो भन्दा पनि यो स्नो के समीर दाइले गर्नुहुन्थ्यो धारावी जस्तै स्नो। लुक एट दिस, स्वर्गै नै हो नि यो त यार, के भन्नुहोस्। अझै हामीले करिब 5000 मिटर तल जानु छ कि। जानुमा चाहिँ केही पर्दैन, उकालो माथि लास्ट गाह्रो हुन्छ। यदि हजुरहरू पनि इजी लाग्छ भनेपछि चाहिँ प्लिज नआउनु होला। यदि हजुर फुल प्रिपेयर्ड हुनुहुन्छ भने चाहिँ मात्रै आउनु होला टी चोक, नत्रै त फेरि खतमै नै हुन्छ कि। कति मान्छेहरू रिटर्न भयो, यहीँबाट रिटर्न भयो क्या कति मान्छेहरू कि, त्यहाँ नपुग्न सकेन। हामी लक्की थियौँ कि हामीले एकदम राम्रो तरिकाले भ्यूहरू हेऱ्यौँ। सो अहिले हामी जाँदैछौँ, खाना पनि खाएको छैनौँ, बिस्कुटहरू खाएको थियौँ, चाय खाएको थियौँ। चाय चाहिँ मिल्क टी 250 पऱ्यो, अनि बिस्कुटको 1.5 चाहिँ 10 रुपियाँवाला बिस्कुट। लास्ट चाहिँ नि महँगो छ। लभ यु गाइज, लभ यु सो मच। यतिसम्म भिडियो हेरिदिनु भएको छ। अब चाहिँ राम्रो भिडियोहरू आउँदैछ, प्लानहरू थुप्रै छ। काम गर्ने हो, घुम्ने हो, एन्ड एक्सप्लोर द वर्ल्ड। थ्याङ्क यू सो मच। हामी अगाडि जाऊँ अब। बाटोमा हेर्नु न, जाँदाखेरिमा चाहिँ कुकुरलाई हेर्नु न, रेनकोट लगाएर बोकाएर कुकुरलाई पनि लग्दैछन्। वाह, अहिले मान्छेहरू जाँदैछौँ, हामीहरू रिटर्न हुँदैछौँ। अरे वाह, सुपर। यिनीहरूलाई पनि हेर्ने मन होला नि त, सेफ्टीको लागि हुनसक्छ अथवा केही हुनसक्छ। कहाँबाट हो त है हजुर? मैबाट ल्याउनु भएको कुकुरहरूलाई पनि? ओ माई गड। अब तपाईँलाई लाग्ला 45 लाग्दैन, आधा घन्टा लाग्ला। आधा घन्टामा यो बिस्तारै गयो भने 45। हिँड्न सके त 10 मिनट, 10-15 मिनट थोरै छ। अब थोरै छ, हिउँ त छ, पग्लिँदैछ। छिटो धानु, हामी बाटो भुलिँदैन, त्यसो छैन। अब यहाँ अगाडिबाट हिउँ, अघि त यहाँ पनि हिउँ पठाएको थियो, अहिले ऊ भएन। ल त दाइ है, ल दिदी। वाह, यस्तै खुसी लाग्यो मलाई। ल दिदी छिटो धानु, फेरि रिटर्न हुन गाह्रो हुन्छ। ल जाँदाखेरि चाहिँ बाटोमा हेर्नु न, हामीलाई घोर पनि भेटिहाल्यो। यसले घोर भन्ने रहेछन्, खै घोर भन्छन् कि के भन्छन्, भिना चाहिँ घोर भन्छन् भन्दैछन्। अनि हेर्नु न कस्तो राम्रो छन्, भाले पोथी हुने रहेछ। अब चाहिँ हामीले त्यो 22 घुम्ती पनि पार गरेर अब पुग्न लाग्यौँ। अहिले हामीले ट्रेकिङ गर्दा 2 घन्टा जति भयो। अब एकछिनमा पुग्छौँ होला हामी चाहिँ तल बेस क्याम्पमा। फाइनली चाहिँ हामी बेस क्याम्पमा पुगिसक्यौँ अहिले। अब 10-15 मिनटमा पुग्छौँ होला बेस क्याम्प। आज चाहिँ हामी खानसा जानेछौँ है, मनाङको लागि होइन। करिब हामीलाई 2.5 घन्टा लाग्यो तल चढ्न चाहिँ, अझ 20 मिनट लाग्छ। अहिले चाहिँ हामी खानसारको लागि निस्किसक्यौँ बेस क्याम्पबाट पनि। मोबाइलमा पुरै चार्जिङ डाउन भएर चाहिँ भिडियो बनाउनु पाएन, त्यसको लागि सरी। यस्तो छ हेर्नु न, बाटो पछि चाहिँ अँध्यारो थियो, त्यही भएर चाहिँ देखाउनु पाएन। यहाँबाट झरेपछि गयो। अहिले चाहिँ हामी बाटोमै छौँ, 6 बज्न लागिसक्यो। अहिलेसम्म हामी पुगेको छैनौँ। अब खानसार पुग्न कति टाइम लाग्ला, त्यही 9-10 बजी पुग्ला म, सायद 9-10 बजीतिर पुग्छौँ होला खानसार। बाटो हेर्नु न, यति डेन्जरस छ। यहाँबाट झरेपछि गयो कि सिधा, यस्तो छ कि डेन्जरस। अहिले म हजुरलाई राम्रोसँग देखाउँछु, यहाँ हेर्नुहोस् है, हेर्नु यहाँबाट झरेपछि गयो नि, हेर्नु ल्यान्डस्लाइडमा माथिबाट आएपछि गयो कि। यति रिक्सी छ, पार गर्ने हामीलाई 1 घन्टा लाग्दैछ। माथि अझ झन् डेन्जरस छ।
बाटो हेर्नु त ल भ्यू अफ खानसार है हिजो राति चाहिँ मैले भिडियो बनाउन पाएन किनकि मेरो खुट्टा लास्टै नै दुखिरहेको थियो मैले चाहिँ एक खुट्टामा चाहिँ 2 किलोमिटर जति हिँड्ने होला कि त्यस्तै घिसारेर अहिले हिजो मुभ लगाएँ अनि पेन किलर खाएँ अलि ठिक भइरहेको छ अनि सरी त्यसको लागि चाहिँ हिजो मैले देखाउन पाएन आज चाहिँ हामी यो मनाङ पुरै घुम्नेछौँ हजुरहरूलाई देखाउनेछौँ राम्रो कुराहरू अनि के भयो भन्नुपर्दा चाहिँ अब बाटो चाहिँ मुलिङको अलि ल्यान्डस्लाइड भएर खराब भएको रहेछ अब काठमाडौँ जानु पनि अलि कति दिन लाग्छ अब थाहा छैन बाटो खुलेपछि अब हेरौँ के हुन्छ अहिले चाहिँ हामी होटलमा बसिरहेको छौँ अब एकछिनमा हामी खानासाना खान्छौँ अब कस्तो हुन्छ अब हेरौँ न अब मनाङ पनि एकदम बवाल ठाउँ हो है हामी तिलीचोक गयौँ अब चाहिँ मनाङ घुम्ने पालो मनाङ चाहिँ हामी आउँदाखेरि देखाएको थियौँ हजुरहरूलाई हल्का देखाएको थिएँ अब चाहिँ म डिटेलिङमा हजुरलाई देखाउने छु अहिले भ्यू चाहिँ यस्तो भइरहेको छ हेर्नु न पछाडि आहा अनि म चाहिँ छतको माथि छु यस्तो छ हामीले चाहिँ लगभग 15 किलोमिटर जति हिँड्यौँ होला नै 15 घन्टा चाहिँ हामी नन स्टप हिँड्यौँ क्या 15 घन्टा चाहिँ त्यहाँभन्दा बढी नै होला सायद तर 15 घन्टा चाहिँ हामी नन स्टप हिँडेको क्या यस्तो छ राम्रो छ एकदमै हुन्छ नि त जे होस् हामीलाई स्नो हेर्न मिल्यो क्या कुरा देखाउँछ है मान्छेहरू यति स्ट्रगल गर्छन् क्या पैसा कमाउनको लागि यहाँदेखि 10-15 किलोमिटर यसरी भारी बोकेर लग्छन् के उकालोमा अनि यसरी टुरिस्टहरूको यसरी लग्छन् एज जति भए पनि हुन्छ नि त तर यसरी लग्छन् कि यति हार्ड वर्किङ गर्छन् कि हेर्नु न यत्रो ब्याग लगेर अब उकालोमा चढ्छन् कि यस्तो नराम्रो लाग्छ त्यो देखेपछि है लाइक दुनियाँ यसरी पनि मान्छेहरू स्ट्रगल गरेर बसिरहेको छन् कि अनि यता हेर्नु न यता घोडाहरू पनि रहेछन् यहाँ चढ्दैछन् घोडाहरू यिनी घोडाहरूलाई पनि मान्छेहरू बोकेर लग्छन् के सामानहरू टाढा यो बाटो हुँदै जान्छ के बेस क्याम्पसम्म त्यस्तै हो मिनिमम यहाँ घुम्ने भनेको नै टुरिस्टहरू हुन् के युएसबाट इटलीबाट धेरै मान्छेहरू आउँछन् के घुम्नको लागि भनेर नेपाली कम थिए तर टुरिस्टहरू चाहिँ धेरै थिए कि तर मलाई एकदम प्राउड फिल हुन्छ कि हाम्रो देशमा पनि एकदम टुरिस्टहरू त्यसरी भिजिट गर्छन् कि त्यहाँ हेर्नु न फुलहरू कस्तो राम्रो हेर्नु न अनि यो चाहिँ एकदम कस्तो दामी फुल वाउ नेचुरल फुल कस्तो बारी बनाएको रहेछन् होटलमा यहाँ हेर्नु न कस्तो दामी माथि पनि अनि यता पनि हाम्रो बस्ने होटलमा चाहिँ यस्तो छ क्या कस्तो दामी रहेछ अहिलेको वेदर क्लाइमेट चाहिँ 1 डिग्री छ है 1 डिग्री सेल्सियस छ अब एकछिनमा हाम्रो खाना हुन्छ एन्ड दिस इज आवर होटल हेर्न सक्नुहुनेछ अब खाना खाएर हामी निस्किन्छौँ मनाङको लागि किन पानी पर्ने जस्तो पनि भइरहेको छ अलि चिसो पनि छ एकदमै 1 डिग्री भनेपछि त अब चिसो भइहाल्छ बिनाजु पनि आउनुभयो कस्तो दामी भ्यू छ हाम्रो मोटरसाइकल चाहिँ उता छ अहिले हामी अब चेकआउट गरेर चाहिँ हामी निस्किनु लगाएको खानसास पनि हेर्नु न 3790 मिटर रहेछ माथि त्यहाँ लेखेको छ बोर्डमा हेर्नु न उचाइमा रहेछ हाम्रो चाहिँ यता छ अनि हाम्रो ब्याग थियो नि कहाँ छ पोल्ट्रिङमा सामानहरू थियो फल रहेछ हामीले बाटोमा फल भेट्यौँ अनि खाँदैछौँ हामीहरू कस्तो दामी रहेछ ठुल्ठुलो है मिठो रहेछ बाटोभन्दा चाहिँ 200 मिटर यता भेट्यो हामीले ब्लूले बाटोभन्दा यता चाहिँ छ यस्तो दामी छ हेर्नु न पुरा ब्लू नै छ हेर्नु न कस्तो दामी फोटो भिडियोको लागि वान अफ द बेस्ट वाउ यदि हजुरहरू पनि मनाङ आउनुहुन्छ भने चाहिँ ब्लू लेक पनि छ ग्रिन लेक पनि छ स्पेसल्ली यो ब्लू लेक हेर्न सक्नुहुनेछ मनाङ भन्दा यता हेर्न सक्नुहुनेछ कस्तो दामी रहेछ है अब हामी लुगासुगा चेन्ज गर्छौँ अलिकता भिडियो सिडियो बनाउँछौँ अनि बाटोमा अब तपाईँलाई ग्रिन लेक पनि देखाउँछौँ हामीहरू जो ब्लू लेक भइहाल्यो अहिले त हामी निस्किँदैछौँ घरको लागि अनि आज कहाँ स्टे हुन्छ नि भ्यूहरू हेर्नु न वाउ हामीले ब्लू लेक पुरै हेरिसक्यौँ पुरै मतलब फोटो भिडियो सबै बनाइसक्यौँ अनि अब हामी यहाँबाट निस्किन्छौँ अब चाहिँ हामी जान्छौँ ग्रिन लेक हेर्नु न यस्तो दामी छ जति हेरौँ त्यति कम छ क्या पछि हामी अर्को लेकमा पुगिसक्यौँ ग्रिन लेक भन्ने यो पनि मनाङभित्रै नै पर्छ बाटोमै पर्छ अनि एउटा ब्रिज क्रस गरेर आउनुपर्छ कि उताबाट ए ग्रिन लेक सेम ग्रिनै छ अहिले चाहिँ अलिक पानी कम हुनाले चाहिँ यो पानी भरिया छैन कमै छ पानी तर हेर्दाखेरि चाहिँ पुरै ग्रिनै लाग्छ नेचुरली ग्रिन हेर्नु न यस्तो दामी ठाउँ छ वरिपरि वातावरण उता होटलहरू पनि रहेछ यस्तो छ अब केही 2-4वटा फोटो खिच्छ अनि निस्किन्छौँ
हामी हिजोको ठाउँमा आइपुगेका छौँ। यहाँ चाहिँ स्याउको बारी पनि छ, फार्म पनि छ। अनि यहाँ चाहिँ युट्युबरहरू अथवा कसै लोगो सोगो छ भने यहाँ टाङ्छन्। अनि दिस इज यो। अनि हाम्रो यहाँ दिदी पनि हुनुहुन्छ। दिदी नमस्ते। दिदी चाहिँ हाम्रो महेन्द्रनगरकै घर रहेछ। दिदी पनि ब्लगिङ गर्नुहुँदो रहेछ। तर यस्तो राइड गरेर आउनु भएको छ। दिदीको बाइक त छ केटिएममा। एक्लै हजुर? ए हो र, हेर्नु यस्तो हुनुपर्छ। यस्तो सपोर्टिभ गर्ने भाइ भेटे, बोल्नुभयो, खुसी लाग्यो। अनि दिदीको के छ युट्युब च्यानल? मेरो राइडर सानो। दिदीको च्यानल पनि सब्सक्राइब गरिदिनु होला। अनि मैले अहिले हजुरको टिकटक एकाउन्टमा फलो गरेर छु। अब सँगै जानुपर्छ है दिदी। वाउ, बाटोमा हेर्नु न, बाख्राहरू, भेडाहरू कस्तो दामी। आहा, बाई बाई। बाटो यस्तो छ, बेजोग छ बाटो। थ्याङ्क यू सो मच गाइज, यतिसम्म भिडियो हेरिदिनु भएकोमा। अब चाहिँ अझ राम्रो राम्रो ठाउँ जानेछौँ। अब मनाङको एपिसोड चाहिँ हाम्रो खत्तम हुन्छ। यदि हजुरहरूलाई भिडियो मन परेपछि लाइक सेयर सब्सक्राइब सब गरिदिनु होला। अनि मनाङको पुरा तिरिचौको भिडियो हेर्नु भएको छैन भने चाहिँ पहिला त्यो भिडियो पनि हेर्नु होला। अब चाहिँ हामी अर्को एपिसोड ल्याउनेछौँ है, राम्रो ठाउँमा गएर चाहिँ तपाईँहरूलाई देखाउनेछौँ। सो बाई बाई, टेक केयर, सब्सक्राइब गरिदिनु होला, सपोर्ट गरिदिनु होला। थ्याङ्क यू सो मच फर वाचिङ दिस भिडियो। बाई।